उनीहरूले गोपाललाई एउटा रुखमुनि सुताए। समूहले पनि एकछिन करुण देखायो। सबैजना मिलेर उनलाई कसैले पनि खुवाउने, कसैले बिस्कुटको टुक्रा मुखमा राखिदिने र कसैले हात खुट्टा माडिदिने गर्न थाले। पखाला थामिएन। निरन्तर शरीरको पानी बाहिरिएपछि गोपालको अनुहार पहेँलो र फुस्टो हुँदै गयो। उनले बल्ल गरिबी बोलेको अन्तिम वाक्य यति थियो, कस्तो कर्म रहेछ, जानलाई ओखती गर्न पनि पाइन। गोपाल दाई पौरिँदैन जस्तो छ। अँध्यारो मुख लगाएर मदनको कानमा सम्मानले भन्यो। दुवैका आँखाबाट टलपल टलपल हुँदै आँसु खसे। गोपालले मुस्किलले हात उठाए र एउटा औँला आकाशतिर सोझ्याए। उनको मनमा कति भन्नुपर्ने कुराहरू थिए होलान्। नजिकै सुकसुकाइरहेका मदन र सम्मानलाई सुनाउने आवाज समेत उनीसँग थिएनन्। आकाशतिर सोझ्याएको हात झ्वाट्ट भुइँमा खस्यो। सम्मानले गोपालको शरीर छाम्यो। त्यो चिसो थियो। निर्जन जङ्गल, पराचक्री ठाउँ, कतै उपचारको सम्भाव पनि थिएन। समूहसँग भएका सबै उपाय काम नलाग्ने भइसकेका थिए। हेर्दा हेर्दै गोपालले शरीर छोडे। अब सम्मान र मदन डाँको छोडेर रुन थाले। समूहका अरू साथीहरू आएर उनीहरूलाई सम्झाएर हात तानेर आफूसँगै हिँडाउन खोजे। गोपाल दाई, हामीलाई क्षमा गरे। आधी बाटोमै तिमीलाई छोडेर जानु पर्यो। कहाँको जन्म कहाँको मरण भन्थे हो रहेछ। अरू केही गर्न सकिएन। एक मुठी माटो तिमीलाई। गोपालको शरीरमा माटो राखेर मदन रुँदै रुँदै हिँड्यो। सम्मानका आँखाबाट बलिन्द्र धारा आँसु बगिरहेका थिए। उसले पनि भन्यो, गोपाल दाई, हामीलाई पाप नलागोस्। तिम्रो चोला यहीसम्म रहेछ। अर्को जुनी हुन्छ भने खुससुखी भएर जन्मिनु है। उनीहरूका आँखा अगाडि अँध्यारो जङ्गल अझै अँध्यारो भएको थियो। कठिन बाटो अझै कठिन भएको थियो। आँसुले बाटो नदेखिने भएको थियो। मदन थकित र दुखित थियो नै। 2 दिनदेखि मुखमा अन्न परेको थिएन। पानी नपिएको पनि त्यति नै समय भइसकेको थियो। कमजोर शरीर भोक र पीडाले चेतना हराउँदै गएको जस्तो भइरहेको थियो। बेला बेलामा बेहोस हुँदै र पौरिँदै हिँडिरहेको थियो। जीवन अब यही सकिन्छ जस्तो भयो। उसले अघि बाटोमै विलिन भएको गोपाललाई सम्झ्यो। परिवार सम्झियो। सोझो श्रीमती सम्झियो। आमा र हिँड्दा उनले दिएको सुर्के थैलीको पैसा सम्झियो। आँखाका कुना कुना चिपचिप रसाए। रुन पनि बल्ल चाहिने रहेछ। अब त आँसु पनि सुकिसकेका थिए। अघिल्लो वर्ष भएको घटना पनि कसैले सुनाएको थियो। एउटा ठुलो समूह यसै गरी जङ्गलको यात्रा थियो। विभिन्न देशका मानिसहरू कठिन यात्रामा होमिएका थिए। सबैभन्दा खराब पक्ष के थियो भने यो यात्रामा कसै गरी बिरामी भए बाँच्न कठिन हुन्थ्यो। जङ्गल छिचोल्ने क्रममा एउटा युवकलाई 81 ज्वरो आयो। समूहका केही मानिस 2 दिनसम्म युवकलाई सन्चो हुने आशामा पर्खिए। तर ज्वरो निको भएर युवक हिँड्नै नसक्ने भएपछि समूह उसलाई त्यही छोडी अगाडि बढ्यो। ऊ चाहिँ अन्तिमसम्म पनि मलाई बचाऊ भनेर हात उठाइरहेको थियो। यात्राको सुरु दिनतिरै नै यो घटना सुनेर मदनले भनेको थियो, समयले मानिसलाई त्यति निर्दयी पनि बनाउँदो रहेछ है सम्मान दाई। स्पष्ट 81 जङ्गलको बीचमा हतियारधारीहरूको धम्कीले समूह हिँड्दा हिँड्दै रोकियो। लुटेराहरूले घेरेर उनीहरूलाई सबैलाई लुगा खोल्न लगाएर नाङ्गै पारे। जुत्ता समेत खोल्न लगाए। महिला पुरुष जोसुकैलाई उनीहरू निर्मम भएर खन्तलासी गर्दा रहेछन्। समूहमा भएका स्पेनी महिलालाई पनि उनीहरूले नङ्ग्याए। त्यो समूहका सबैको पैसा, मोबाइल र सामानहरू लिएर हिँडे। मदनको भने जुत्ताको तलुवाभित्र लुकाएका केही पैसा मात्र जोगिएका थिए। यहाँ बसेर उनीहरू धेरै बेर रोइरहन सकेनन्। मानिसले जीवनमा कस्ता कस्ता क्षण भोग्नुपर्छ। रुन पाइएन भनेर समेत रुनुपर्ने, फेरि अर्को दुर्घटना निम्तिन सक्ने भएले उनीहरू हिँड्दै रोए। विभिन्न देशका फरक रङ र वर्णका गरिबी निमुखाहरूको समूह रुँदै रुँदै जङ्गलमा हिँडेको दृश्य साह्रै करुणामय थियो। खानेकुरा सकिएर भोकै हिँड्न थालेको पनि निकै समय भएपछि शरीरमा एक पाइला
सर्ने शक्ति पनि नहुँदो रहेछ। शरीरमा पाइला उठाउने बल नै नभएपछि मानिस कतिन्जेल घिस्रिरहन सक्छ र मदनले आँखा अघि धमिलो देख्न थाल्यो। त्यस्तो डरलाग्दो बाटोमा समूहले सधैँ पर्खिरहने अवस्था पनि हुँदैनथ्यो। छोडी हिँडेको खण्डमा कङ्काल बन्नु सिवाय अरू के उपाय हुनु? मदनलाई लाग्यो समूहले छाडेर हिँड्छन् अब, किनभने यात्राको सुरुमै बिरामी परेको वा हिँड्न नसकेको खण्डमा समूह कुरेर बस्ने छैनन् भन्ने बताइएको थियो। बाटो हिँड्दा कङ्कालहरू भेटिन्थे ठाउँ ठाउँमा। ती बिरामी परेर अथवा हिँड्न नसकेर आफ्नो समूहले छाडेर गएका मानिसहरूका कङ्काल हुन् भन्ने कुरा पनि भएको थियो समूहमा। त्यस्तो दरुण अवस्था देख्ने जो कोहीको पनि हृदय पग्लिन्थ्यो। कुन दुःखले जङ्गलको बाटो हिँडेर यहाँ आएर होलान् बिचारा उनीहरू। सँगै हिँडेको साथीले कसरी छोडेर हिँड्न सक्यो होला बीच बाटोमै। यसरी बाटोमै अलपत्र परेको कुरा परिवारले पनि थाहा पायो होला कि वर्षौं अनभिज्ञ भइरह्यो होला भन्ने जस्ता अनेक प्रश्न मदनको मनमा आए। बाटोमा देखिएका कङ्कालहरू जस्तै हुने भइयो अब। मदन डरायो। आमा बाबाका चाउरी परेका निर्दोष अनुहार झलाक झुलुक देखिए। नजानु भनेर कति सम्झाउँथे उनीहरू। मुनाको अवस्था के होला, कसरी लामो जीवन एक्लै बाँच्ले, यस्तो अनेक कुरा आएर उसलाई मनमा नै रुवाए। मन यति आतिएको थियो कि हिजो मात्र उसले सँगै हिँडिरहेको साथीलाई भनेको थियो, सन्मान दाई मलाई केही भइहालेछ भने खबर पुर्याउने जिम्मा तपाईँको है। नभन्दै मदनको ज्यान मुढा जस्तो भएर बाटैमा गण्डममा ढल्यो। समूह एकछिन रोकियो। सँगै रहेका सन्मान लिम्बूले उसलाई डुङ्गा चढाइदेखि नै ख्याल गरिरहेका थिए। ऊ पश्चिमको ती पूर्वका लिम्बू उमेरले मदनभन्दा केही पाएको त थिए नै, तर दयालु हृदयका केही दिन अघि भेटेको भए पनि मदनलाई उनको भरोसा लाग्दथ्यो। उनले भेट भएदेखि नै बेला बेलामा सम्झाउँथे पनि हरेस खानुहुन्न भनेर। मूर्छा परेको मदनलाई सन्मानले पानी छम्के हात गोडा चलाइदिएर टाउको उठाएर अलिक सजिलो बनाइदिए। करिब 5 मिनटपछि मदनले बल्ल तल्ल आँखा खोल्यो। सन्मानले आपत पर्दा काम लाग्छ भनी आफू भोकै बसेर जोगाएको बिस्कुट खुवाए। त्यो बिस्कुट खाएपछि थोरै ताकत आए जस्तो भयो। बिस्तारै मदन बोल्यो, दाई म मरे भने मुना एक्लै हुन्छे। यो सो जीव छ, त्यसलाई केही सहयोग गर्नुहोला है। सन्मानका आँखाबाट आँसुका बेल बग्दै मदनका अनुहारमा राग खसे। म छु मदन, तिमीलाई केही हुन्न। यति भनेर सन्मानले मदनलाई अँगालो हाल्यो। धेरै बेर तिमीहरू दुवैजना रोइरहे। सन्मानले उसलाई आत्मविश्वास र भरोसा दिए। तिम्रो लागि म छु भने वाक्य नै भरोसा र विश्वासको अजस्र स्रोत हो। कसैले यसो भनिदिँदा हृदयभित्र शक्ति र समर्थन भरिन्छ, नयाँ ऊर्जा सञ्चार हुन्छ। सन्मानको यो वाक्यले मदनलाई बिस्तारै पाइला घिसार्न सक्षम बनायो। त्यसपछि लगातार पाइला चढ्दै उनीहरू एउटा क्याम्पमा पुगे। जङ्गलको बाटो अमेरिका हिँड्नेहरूलाई नै लक्षित गरेर बीचबीचमा क्याम्प राखिएका हुँदा रहेछन्। त्यहाँ खाना र पानी उपलब्ध हुँदा मदनलाई प्राण फर्किएको अनुभूति भयो। अब चाहिँ बाँचिन्छ कि जस्तो लाग्यो। अब 4 घण्टा केही नहोस् भगवान, त्यसपछि त भनेको ठाउँमा पुगिन्छ। सन्मानले जमला हात जोडेर आकाशतिर हेर्दै भन्यो, होन्डुरास, ग्वाटेमाला, मेक्सिको हुँदै अनन्त अमेरिका पुगेपछि मदन ढुक्क भयो। समूहका सबैजना निश्चित भए। सबैले अधिक दुःख र सङ्घर्ष बिर्सेर अनुहार उज्यालो बनाए। सन्मानले भन्यो, अब चाहिँ बाँचियो मदन, ईश्वर दाइन रहेछन्। सपनाले पङ्खा हालेको थियो। अब उनीहरू अमेरिकी भूमिमा थिए। कहिलेकाहीँ लाग्थ्यो कि साँच्चै आइपुगियो त। अब जीवन फेरिन्छ। दिन रात नभनी खटिएर काम गर्ने, अनावश्यक खर्च नगर्ने, घर परिवारको भविष्य उज्जवल बनाउने सपना बुन्ने उनीहरूले मानिसलाई डोर्याउने भनेकै आफैले बुनेको सपना हो। मानिस हिँड्छ, घुम्छ, अनेक काम, अनेक कर्म गर्छ, श्रम गर्छ, तर केन्द्रमा हुन्छ अन्तर हृदयमा साँचेर राखेको सपना। मेरो त बन्दगी राखेको घर खेत उकास्नु छ दाई। लाउरे भएर
बेलायततिर बसाइ सर्यो। बा आमा र 2 जना बहिनीको जिम्मेवारी मेरै काँधमा छ। उनीहरूलाई पढाउनु छ, बिहेबारी गर्नु छ, आमालाई राम्रो अस्पतालमा लगेर उपचार गराउनु छ। अब जिन्दगीले रङ फेर्छ कि सम्मान भन्थ्यो। मेरो त भएको एउटा गैरी खेत, त्यो पनि यता आउँदा साउसँग पैसा लिएको छु। 1 वर्षभित्र नतिरे उसैको नाममा पास गरिदिने कागज गरेको छु। भोलि पर्सि बालबच्चाको पनि कुरा आउला मदन भन्थ्यो र चस्मा किनी छोड्ने आफ्नो इच्छा चाखलाग्दो शैलीमा व्यक्त गर्थ्यो। अमेरिका पुगेको खबर पुर्याएपछि परिवार पनि ढुक्क हुनेछ भन्ने उनीहरूले सोचिरहेका थिए। मदन र सम्मान मात्र होइन, त्यहाँ पुगेपछि सबैले आफ्नो योजना बुनिरहेका थिए। मानौ त्यहाँ पुग्नु जीवन फेरिनु हो, कुनै जादु भएर अर्को दुनियाँमा पुग्नु हो। मदन मनमा नै सपना बुनिरहेको थियो। दुःख गर्छु र एक दिन आफ्नो देश फर्किन्छु। कमाएको पैसाले गाउँमा जमिन किन्छु, कागतीको खेती गर्छु, उन्नत गाई पालन गर्छु, डेरी खोल्छु र गाउँलेहरू सबैलाई दुग्ध उत्पादनको लागि प्रेरित गर्छु। यसरी कल्पना गर्दै मुनाको अनुहार आँखा अघि आइपुग्थ्यो। सानो सन्तान आँगनमा टुकुटुकु हिँडिरहेको दृश्य कल्पना गरेपछि एक्लै एक्लै मुस्कुरायो। धन सम्पत्ति भने पनि, घर ओत भने पनि मलाई त हजुरको माया हो। 10 नङ्ग्रा खियाएर पनि सधैँ सँगै भइरहन पाऊँ, यति हो मुनाले भनी। यस्तै दुःखमा पनि तिम्रो साथ छ भने कालो बादल फाटेर घाम आइहाल्छ, मदनले भन्यो। मुना लजाएर मदनको छातीमा लुक्न आइपुगी। के होला मदन, एक्लै एक्लै मुस्कुराउँदै छौ त? बुहारीको याद आयो कि के हो? सम्मानले जिस्काएपछि झसङ्ग भयो मदन। किन अमेरिकाको भुइँ टेकेपछि मनमा निकै उत्साह जागेको थियो। अब भविष्य राम्रो बन्छ भने उज्यालो भाव उनीहरूको मनमा आएको थियो। तिमीहरू कहाँबाट प्रहरीले केरकार गरेपछि भने सबैको मनमा चिसो बस्यो। अहो अब के हुने हो? उनीहरूलाई सोधपुछ गर्दै एउटा क्याम्पमा राखियो। पासपोर्ट वा चिनारी हुने कुनै कागजात साथमा थिएनन्। जे जस्तो सिकाइएको थियो उनीहरूले त्यही भनिरहेका थिए। आफू शरणार्थी भएको भने उनीहरूको दाबीलाई प्रहरीले छानबिन गरिरहेको थियो। यति लामो समयको प्रतीक्षाको घडी कठिन त हुन्छ नै। यस्तो दुःख गरेर आएको बस्न पाइने हो कि होइन? सबैको मनमा शङ्का थियो। कहिले आशाको सञ्चार हुन्थ्यो, कहिले निराशाको अँध्यारो रातले छपक्क ढाक्यो। हुन्छ कि हुँदैनको रोटेपिङमा घुम्दा घुम्दै 8 महिना बितेपछि प्रहरीले एक दिन बिहानै उनीहरूलाई क्याम्प बाहिर निकालेको थियो। पठाओ सडक किनारमा मोटरसाइकल अड्याएर मोबाइल चलाइरहेको उसलाई कसैले हातले इसारा गरिरहेपछि युवक मोटरसाइकल उडाउँदै उनी नजिक पुग्यो। युवकले पठाओ चलाउन थालेको केही महिना भइसकेको थियो। सानो लगानी, राम्रै आम्दानी, थरीथरीका मानिसहरूको भेटघाट, यी सबै कारणले उसलाई केही आशा पनि पलाएको थियो। छिमेकीका 1 जना दाई सरकारी कर्मचारी थिए। आपद विपद परेको आफ्नो ठाउँतिरको मानिसलाई ससाना सहयोग गर्ने बानी थियो उनको। उनलाई भेटेर आफ्ना सबै समस्याको वृत्तान्त बताएपछि सहजै सहयोग गरेका थिए उनले। सहयोग नै त थियो त्यो। गोजीमा 1 रुपैयाँ नभएको मानिसलाई 1,50,000 रुपैयाँको सापटी कहिलेसम्म तिरिसक्नु होला दाजु? उसले सोधेको पनि थियो। हुन्छ, मेहनत गर, कमाइ गर अनि तिर न, उनले सहजै भनेका थिए। यही सापटको पैसाले उसले सेकेन्ड ह्यान्ड मोटरसाइकल किनेको थियो र उनको सापटी 3 महिनामा नै चुक्ता गरेको थियो र यसरी नै एक दिन घरमा लागेको ऋण पनि तिर्ने आशा पाएको थियो उसमा। पठाओ चलाउँदा अनेक मानिसहरूसँग भेट हुन्थ्यो। अनेक मानिसका अनेक कथा हुन्थे। कुनै रमाइला, कुनै दुःख लाग्दा। एक दिन कसैले बुक गरेपछि मोटरसाइकल लिएर ऊ त्यो घर नजिक पुग्यो। चिनेकै मानिस रहेछन्, रामकृष्ण शर्मा दबाडी। उसले काका भन्थ्यो तिनलाई, एउटै गाउँका। कस्तो संजोगले पो भेट भयो काका? उसले भन्यो।
यति तिनै रामकृष्ण थिए जो वर्षौंदेखि घर छाडेर हिँडेका थिए। अध्ययन पुरा नगरी बिचैमा भारततिर छिरेर गाउँ फर्केका। गाउँमा छँदा धर्म प्रचारमा हिँड्छन् भनेर गाउँलेहरू उनको आलोचना गर्थे, तर त्यो आलोचनालाई उनी आलोचना जसरी पचाइदिन्थे। परमेश्वरले सबै रोग र पापबाट मुक्त गर्नुहुन्छ। परमेश्वरले बाटो देखाउनुहुन्छ। परमेश्वरको इच्छाले यो संसार चलेको छ। परमेश्वरले दुःख र गरिबीबाट मुक्त गर्नुहुन्छ। यी उनीहरूले बोलिरहने वाक्य थिए, तर गाउँलेहरूले उनलाई रुचाउँदैनथे। एकाएक उनी त्यहाँबाट हराए। कहाँ पुगे, कता गए भन्ने कुरा परिवारलाई समेत थाहा भएन। एक दिन रामकृष्णका पितालाई एकजना गाउँलेले भन्यो, बुबा तपाईँको छोरा त पास्टर भयो रे। बुढा कान कम सुन्थे। भने, ए मास्टर भएछ? पढेको त थिएन, कसरी भएछ? होइन क्या पास्टर भएछ? ए हो, 5 थर पो गएछ? गयो होला, त्यो घुमिरहने मान्छे हो। बुढाले भने, होइन हौ पास्टर भयो क्या पास्टर? गाउँले दिगदार भएर बोल्यो। त्यो भनेको के हो बाबु? मलाई त्यति थाहा छैन, तर के भएको भए पनि राम्रै भयो होला। सानैदेखि टाठो थियो। बुढाले कान कोट्याउँदै भने, यसरी तिनै रामकृष्ण आज यहाँ भेटिएका थिए। परमेश्वरले बाटो देखाएको र गरिबीबाट मुक्त गरेको प्रत्यक्ष देखियो। खासमा उनले प्रचारमा धेरै वर्ष हिँडेपछि मनग्ने पैसा कमाएछन्। बानेश्वर चोकमा घर हालेछन् र नयाँ घरमा रुद्री लगाएर सर्ने तर्खरमा रहेछन्। रुद्रीको पूजापाठका लागि पण्डितजीलाई उनी जाँदै गर्दा उनी पठाउमा मुसु मुस्कुराउँदै सवार भएका थिए। छुट्टिँदा निम्तो दिँदै भने उनले, बाबु प्रसादको लागि भने भरेतिर घरमा पस्नु नि है, चोकैमा छ। पठाओ हो भाइ। आज पनि एक बुजुर्गले सडकको किनारामा मोटरसाइकल उभ्याएर मोबाइल चलाइरहेको त्यही युवकलाई सोधे, ए हजुर, भर्खर ग्राहकलाई पुर्याएर अर्को ग्राहक पर्खिरहेको युवकले भन्यो। खाली हो भने सानेपासम्म जाने त? युवकले स्वीकृति सूचक टाउको हल्लाएपछि 2 जना सवार मोटरसाइकल राजधानीको चिल्लो सडकमा गुड्न थाल्यो। कस्तो छ आम्दानी, कति जोगिन्छ महिनामा? बुजुर्ग मनिष कुराकानी गर्नुपर्ने फरासिला रहेछन्। बातचित अगाडि बढाए। राम्रो छ हजुर, महिनामा 50,000 जस्तो बचत हुन्छ। आफ्नो देशमा बसेर यति कमाई हुनुलाई मैले त राम्रो मानेको छु। युवकले सोधे, बरु कतै सस्तोमा एउटा कोठा छैन हजुर? युवकले सोधे। बागमती किनारमा रहेको सुकुम्बासी बस्तीमा सस्तोमा कोठा खाली भएको थाहा पाएपछि युवक उत्साहित भयो। खासमा ती बुजुर्ग मानिसका आफ्नै पक्की घर रहेछन्। त्यो बस्तीमा उनी त्यहाँ बस्दैनथे। सानेपामा आफ्नो भव्य घर रहेछ। बागमती किनारमा घर चाहिँ भाडाका लागि रहेछन्। लाल पूर्जा नभए पनि घर जग्गा बिक्री वितरण हुँदो रहेछ। धेरै जसो सुकुम्बासी अनन्त घर जग्गा भएका। कोही सुकुम्बासी त निकै सम्पन्न र शक्तिशाली। युवकलाई उनले सरासर त्यही बस्तीमा लगेर गए। भने जस्तो कोठा पनि फेला पर्यो। उसलाई केही सस्तोमा गुजारा चल्ने कोठा चाहिएको थियो। बिहानदेखि बेलुका अबेरसम्म मोटरसाइकलमै कुदिरहने भएकाले कोठा सुत्नको लागि मात्र चाहिएको थियो। खासमा अलिक पैसा जम्मा भएपछि भन्नु, यता घरहरू पनि बिक्रीमा हुन्छन्। उनले भने, लाल पूर्जा नभएको जग्गा कब्जा गरेपछि सरकारले पछि हटाउँदैन र? हजुर, पैसा त डुब्ला नि फेरि। युवकले सोध्यो, के हटाउँछ? कसको हो र त्यो सरकार? मैले लिएको नै 20 वर्ष भइसक्यो। बरु हामी यसको लाल पूर्जा निकाल्छौँ कुनै बेला। पार्टीका कत्रा मानिसको लागि लगानी छ यहाँ। उनले भने, कोठा भाडा सम्बन्धी डायरी बनाएका रहेछन् उनले। कुन कोठा, कुन महिना, कति गतेदेखि बसेको, कहिलेसम्मको भाडा तिरेको आदि इत्यादि विवरण उल्लेख गरिएको थियो। त्यहाँ डायरीको एउटा पानामा युवकको विवरण उल्लेख गरे। उनले नाम मदन, कोठा नम्बर 4, मोबाइल नम्बर, बस्न सुरु गरेको मिति र महिनाको रकम समेत उल्लेख गरेपछि उनीहरू छुटिए।
अमेरिकाको टेक्सासबाट नेपाल फर्काएपछि मदनले मुनालाई समेत खबर गरेको थिएन। कहाँ जाने के गर्ने भन्ने अलमल्लमा नै केही दिन बिते। निराशाको घोर अँध्यारोले छोपेको थियो। कहिले गौशाला कहिले सडक पेटीमा रात बिताएपछि एक दिन मनमा एउटा उपाय आयो र यसरी ऊ आज मोटरसाइकलमा गुडिरहेको छ। यसैलाई पेसा बनाएर भाइ एयरपोर्ट जान सकिन्छ? एकजना गाडीबाटै सोधे। सडक छेउमा मोटरसाइकल अड्याएर ऊ विश्राम गरिरहेको थियो। गाडीमा चढे मानिसले मोटरसाइकल किन खोजेको होला भनेर एकछिन त उसलाई आश्चर्य लाग्यो। मोटरसाइकलको ह्यान्डलमा मोबाइल ठड्याएको देखेपछि पठाऊ भनेर सजिलै चिन्न सकिन्थ्यो। यसैले उनले पनि जाने हो भनेर सोधेको होलान्। हुन्छ नि दाई, उसले भन्यो। खासमा सातो बाटो पुग्नु अभावै महालक्ष्मी स्थानमा लामो जाम थियो। गाडीहरूले ट्वा ट्वा टु टु हर्न बजाइरहेका थिए। आधा घण्टा जाम सामान्य थियो यो बाटोमा, किनभने सातो बाटोमा ओभरहेड ब्रिज बनिरहेकाले गाडीको चाप थियो। मलाई 10 मिनेटमा एयरपोर्ट पुग्नु छ, जरुरी छ, कसै गरी पुर्याउनुहोस् है। उनले यति भनेपछि मदनले भित्री बाटो भएर बेला बेलामा हर्न बजाउँदै बेतोडले मोटरसाइकललाई कुदायो। ग्राहक हतारमा थिए, आतिरहेका थिए। प्लेनको समय भएकाले कसैले बिदा गर्नु रहेछ। खासमा मेरो प्रेमिकाको बिदाईको लागि हतारिएको जमिनको बाटो भएर उनी अमेरिका जान लागेकी छन्। अब कति वर्षपछि भेट हुने हो। उनले भने तपाईले समयमा पुर्याइदिएर ठूलो सहयोग गर्नुभयो। जमिनको बाटो अमेरिका भन्ने बित्तिकै मदन झसङ्ग भयो। समुद्रमा डुङ्गा ढलपल गरेको र पानामाको जंगलको कहाली लाग्दो बाटोका दृश्यहरू आँखा अगाडि आए। गोपाल दाईको पनि सम्झना आयो। अमेरिका मदनको मुखबाट फुत्कियो। उम्मा अरू साथीहरू पनि छन्, उनका के गर्ने, आफ्नो देशमा काम पाए यतै बस्नुहुन्थ्यो। उनले भने मदनलाई एक मन त लाग्यो भनिदिउँ, नपठाउनु, त्यहाँ जोखिम छ एकदम। यो मृत्युको बाटोमा नहिँडाउनु आफ्नी प्रेमिकालाई। बोर्डिङ पास लिने तयारीमा एयरपोर्टमा उभिरहेकी यात्रुका लागि यसो भन्नु नादानी हुन्थ्यो, अस्वाभाविक हुन्थ्यो। कता कता दया माया पलाएर आयो त्यो चिन्दै नचिनेको र देख्दै नदेखेको केटीप्रति। यसैले ऊ चुपचाप गोदलिएर बस्यो। त्यसैले आफैसँग प्रश्न गरिरह्यो। यसैले टोलाइरह्यो, यहाँ कहिले उद्योग धन्दा खुल्छन्, कहिले रोजगारी पाइन्छ, कहिले यसरी अलिक युवाहरू जीवनलाई धरापमा पारेर विदेशी रहन्छन्, कहिले फेरिने हो हाम्रो भाग्य। तपाईँ त यसै टोलाउनु भयो भाइ। प्रेमिकालाई बिदाई त मैले पो गर्न लागेको। ग्राहकले मदनलाई जिस्काएर आफूले लगाएको चस्मा उसलाई दिँदै भन्यो, अहिलेसम्म त सातो बाटोतिर नै हुन्थे होला, तपाईँले गुण लगाउनु भयो। ल, मेरो तर्फबाट उपहार तपाईलाई। कुनै ग्राहकहरू दयालु हुन्छन्, लागेको भाडा भन्दा बढी थपेर पनि दिन्छन्। यो ग्राहकले पनि थप बक्सिस सहित भाडा दिइसकेको थियो। फेरि चस्मा दिँदा लिन अप्ठ्यारो लागेर मदन अन्कनायो, तर उसले कर गरेपछि उपहारको रूपमा चस्मा लियो। उसले झलमल्ल घाम लागेको थियो। एयरपोर्टमा विदेशी युवाहरूको हुल थियो। गाडीहरूको ओहोर दोहोर चलिरहेको थियो। उसले चस्मा लगाएर हेर्यो। दलबहादुरको जस्तो यो जादुगरी चस्मा थिएन, यो त साधारण चस्मा थियो। चस्मा लगाएर हेर्दा सबै वस्तुहरू उस्तै देखिए, ती जस्तो अवस्थामा हुन्थे। खाली चर्को घाम छेकेर उसले आँखालाई शीतल बनाइदिन्थ्यो। भएको जस्तो देखिने नै सबैभन्दा राम्रो चस्मा हुँदो रहेछ, उनले मनै भन्यो। दलबहादुरको चस्माले त्यो दिन कसरी लोभ्याएको थियो, उसलाई कसरी रातभरि अनिदो बनाएको थियो, अनिदो भएको थियो, कसरी कठिन बाटो हिँडेको थियो र जीवनमै नपाएको दुःख पाएको थियो। केही पैसा जम्मा भएपछि गाउँ जाने के व्यवस्था गरेर परिवारसँगै जिउने इच्छा पलाएको छ मदनलाई। सबैभन्दा ठुलो कुरा त गैरी खेत कास्नु छ। के काम गर्दा थोरै लगानीमा गर्न सकिन्छ र आफ्नै ठाउँमा बस्न सकिन्छ, त्यो सोधखोज गर्नु छ। यत्रो महिनासम्म उसले घरमा खबरसम्म गर्न सकेको छैन।
एयरपोर्टबाट बाहिर निक्लाँदै उसको मन एक तमासको भयो। चिनामङ्गल आएपछि अलिक शान्त ठाउँमा उसले मोटरसाइकल एक छेउ लगाएर घरमा फोन गर्यो। कसो हात कापिरहेको थिए, स्वर सहज नहोला जस्तो भएको थियो। घरमा के कस्तो छ भनेर उसले बुझ्न पनि पाएको थिएन। त्यत्रो पैसा डुबाएर कुन मुखले फर्किए भन्ने मात्र उसलाई लागिरह्यो। बरु केही समय काठमाडौँमा काम गरेर पैसा जम्मा गर्ने भ्याउनमा नै खटिरह्यो। रात दिन नभनेर मुना उसले काँपेको स्वरमा बोल्यो। उसको आवाज सुन्न साथ मुनाको हिक्काको आवाज आयो। सायद बोल्नै सकिनन्। बाबुले फोन समाए। बाबु कहाँ छस्, कस्तो छस्, किन यत्रो टाइमसम्म फोन नगरेको? गाउँमा त फर्किस भने हल्ला गरेका थिए। आज आउलास भोलि आउलास भन्दै महिनौ बित्यो। बुहारी हाडछाला भएकी छ। तेरी आमा पनि मदन भन्दै बरबराइरहन्छे। बुबाले एकै श्वासमा बोली भ्याए, काममा लागेको छु बाबा, यो 81 सालभरि त आउन भ्याउँछु कि भ्याउँदिन। उसले भन्यो, देख्न मन लागेको छ भन्नु न। आमा चाहिँले पछाडिबाट बोलिरहेको सुनियो। बुबाको गला अवरुद्ध भएको थाहा पाएपछि उसले केही नभनिकन फोन काट्यो। मुनाको त स्वर समेत सुन्न पाएनन्। उसले 3 कुनेतिर जाँदै गरेको त्यो पठाउमा टाँसिएको मोबाइलमा सवारी पर्खिरहेका ग्राहकको सन्देश बजिरहेका थिए। तर ग्राहकलाई होइन, मुनाको मदन आफैलाई बोकेर त्यो पठाउ गङ्गबु बस पार्कतिर सोझिएर गुडिरहेको थियो।